साथीहरू यो हेर्नुहोस् है, यो बाटो यो जग्गामा लिएर जाँदैछु म यहाँलाई है। म एकछिन वरिपरिको म यहाँलाई दृश्य देखाउँछु। यो चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 बाढ भन्छ थानकोटको जग्गा हो है। यो पानी हो, 24 घण्टा पानी छ यहाँ। हेर्नुहोस् त, म वरिपरिको देखाउँदैछु है यहाँलाई। अहिले म जग्गासम्म लानेछु यहाँलाई। अहिले त्यो जग्गासम्म जम्मा 30 मिटर बाटो पुगेको छैन। त्यो 30 मिटर बाटो यो जुम गरेर देखाएँ मैले, त्यहाँनिरको जग्गा है यो जुम गरेर देखाएँ। त्यहाँ जो बाँझो छ त्यो गाउँ पनि पर्छ अलिअलि, अनि त्यो गाउँभन्दा माथिको जग्गाहरू यो है। एकदमै राम्रो लोकेसनमा छ। पूर्व पश्चिमी हाइवेबाट चाहिँ जम्मा 300 मिटर मात्रै दूरीमा छ है। र 30 मिटर बाटोले छोएको छैन। यो चोक हो है, हेर्नु, चोकबाट जम्मा अगाडिको सबैतिर घर बनिसकेको छ। र म यहाँ जग्गामा लिएर जान्छु म यहाँलाई। 30 मिटर मात्रै बाटोले छोएको छैन। यदि 30 मिटर बाटो नपुग्दै हामीले त्यो जग्गा लियौँ भने फाइदामा रहन्छौँ है। किन भन्दाखेरि छेउको जग्गा 24-25 लाखमा कारोबार भइसकेको प्लटिङको जग्गा। र यो बाटो भर्खर नयाँ बाटो खोल्दैछ। यहाँ बजेट को लागि चाहिँ यहाँ बाटो निकास चाहियो भनेर निकासको लागि सबै बनाइसकेको छ नि। यो ढुङ्गेधाराबाट यो मैले माथि लिएर गएँ यहाँलाई है। यो बाटो लाने यो माथि, यो मन्दिर जाने मेन मन्दिर जाने बाटो, बाघबछाला मन्दिर जाने मेन बाटो यही है। यही बाटोमा जोडिएको पूर्व मोडा भएको जग्गा है। यो जग्गाको क्षेत्रफल 14 आना छ। म यहाँलाई जग्गा देखाउँछु। वरिपरिको दृश्य देखाएँ मैले होइन, वरिपरिको दृश्यहरू ल हेर्नुहोस्। यहाँभन्दा तलपट्टि 100 मिटर तल चाहिँ फेरि तपाईँको चण्डिका मावि स्कुल छ है। फेरि यहाँभन्दा तल 100 मिटर तल ल मैले लिएर गएँ। यो अहिले 8 फिटको गोरेटो बाटो छ। यो बाटो खोल्दै आउँदैछ है। यो बाटो खोल्दै आउँदैछ। यहाँभन्दा माथि चाहिँ नि तपाईँ यो बाटो गएको भनेको माथि मन्दिर जाने यो जुन महिला आउनुभएको छ त्यहाँसम्म बाटो आइपुगेछ है। बाटो खन्दै आइपुगेछ। 30 मिटर मात्रै बाटोले छोएको छ नि यो जग्गालाई। अहिले जम्मा यो क्षेत्रफल चाहिँ 14 आना छ र पर आना चाहिँ जम्मा 15 लाख भनेर भन्नुभएको छ। यो जग्गा यो ट्र्याक्टर राखेको जग्गाहरू है। यो पारीसम्म पर्छ फेरि जग्गा। फेरि यो बाटो माथि जाने बाटो, यो सबै बाटो अब बजेट परिसकेको छ है। यो बाटो खण्डभन्दा अगाडि लियो भने सस्तोमा हामीले पाउन सक्छौँ। यो देखाएर पारीसम्म यो जौ देख्नुभयो गाउँ, त्यो पनि पर्छ। यतापट्टि माथि पनि पर्छ, खाली जग्गा त्यो है। प्लटिङसँग जोडिएको जग्गा है यो चाहिँ।